अब परिवार त हाम्रो भयो, यो देश चाहिँ कसको त फेरि प्रश्न त्यहाँ आउँछ। त्यो प्रश्नको उत्तर हामीले खोज्नुपर्छ। अभियन्ताहरूलाई त मैले त्यति धन्यवाद दिइराख्नु पर्दैन होला, कति दिनु धेरै भइसक्यो। नगर प्रहरी साथीहरूले खै अभियन्ताहरूलाई त मैले त्यति धन्यवाद दिइराख्नु पर्दैन होला, कति दिनु धेरै भइसक्यो। र यता मैले चाहिँ देख्दैछु एम्स एकाडेमी धरान तपाईँको कति 12बाट हाम्रो सर आउनु भएको छ। उहाँले लिएर स्टुडेन्ट आउनुभएको छ, उहाँ मेन संस्थाता हुनुहुन्छ। उहाँलाई हाम्रो श्रम अभियान मन परेर उहाँ सधैँभरि आइरहेको छ है। र तपाईँ जस्तो व्यक्तिगत तपाईँका छात्रछात्राहरू जसका पनि मानिसहरूको खाँचो छ देश बनाउनको लागि। र नानीहरूलाई पनि भन्न चाहन्छु, लागु छ कि टाढो रहनुपर्छ है। हाम्रो यो सरसफाइ अभियान चाहिँ भोलि लागु छ कहिले अभियानै अभियान छ नि एउटा है। लागु छ विरुद्ध भोलि फेरि हामी कराउँछ होइन, तपाईँहरू कराउनुपर्छ। ड्रग एडिक्सन ड्रग एब्युजले चाहिँ बिताइराखेको छ, बिगारिराखेको छ। तपाईँहरू भनेको देशको फ्युचर हो, विचार गर्नु होइन। देशको फ्युचर भनेको तपाईँहरू हामी होइन। हामी त बिस्तारै बुढो भइसक्यो, अब साइट लाग्दै जान्छ, नेचर हो। भोलि तपाईँ पनि बुढो भएर साइट लाग्ने के हामीलाई फेज आउट त हुने नै हो, त्यो त नेचर हो। नेचरभन्दा ठुलो त होइन हामी। तर अहिलेको स्थितिमा हेर्दाखेरि तपाईँहरूको अगाडि धेरै लामो भविष्य होइन। कतिसम्म पढ्ने, कहाँ के काम गर्ने, के बन्ने होइन, करियर विकसित गर्नुपर्ने र एउटा कुरा चाहिँ म के भन्छु भने देशलाई कहिले पनि नदिनु होइन। तपाईँले कहाँ गए पनि के गरेर देशलाई फर्केर आउनुपर्छ। जहाँ कतिको लागि गयो भने फर्केर आउनुपर्छ। र यो अब यो सरसफाइदेखि लिएर हरेक कुराको तपाईँहरूको अमल रहोस् है। आउनु होला, आएर चाहिँ यो सरसफाइ वृक्षहरू गर्ने होइन, जोगाउने, संस्कृति जोगाउने, प्रविधिको विकास गर्ने सबै कुरा अभियानमा तपाईँहरू चाहिँ सचेत भएर आउनुपर्छ भन्ने मलाई लाग्दछ र आउनुहुन्छ भन्ने विश्वास पनि मैले लिएको छु। अन्त्यमा हाम्रो पत्रकार साथीहरूलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूले पनि हाम्रो अभियानमा आएर श्रम गरिराख्नु भएको छ। पत्रकारले गर्ने भने क्यामेरा पक्रिने हो होइन। यहाँ त सजिलै छ, पर पाइप तान्ने लाइनमा चाहिँ पक्रेर हिँड्नु निकै गाह्रो छ, चिप्लेर लडे गर्ने तर त्यो सानोतिनो चोटपटक मलाई हो। त्यो अब यस्तोमा हिँड्नुपर्छ, क्यामेराले यसरी हिँड्नुपर्ने अब होइन। हामी पनि आँखाले हेरेको क्यामेराको फ्रेममा हेरेर हिँड्नुपर्ने गाह्रो छ। तपाईँहरूले थुप्रो दुःख गर्नु भएको छ हाम्रो धरानको अभियानको लागि, पत्रकार साथीहरूको लागि ताली बजाउनुपर्छ। र हाम्रो चाहिँ यता हाम्रो सरसफाइ अभियानमा हाम्रो वीरेन्द्र शाह हाम्रो सर आउनु भएको छ, हाम्रो नगर प्रहरी, हाम्रो वातावरण शाखा, यो त अब हाम्रो त्यो के अरे हाम्रो नगरपालिकाको टिमै भइहाल्यो होइन। सधैँभरि अल द टाइम आउने र यहाँको सुरक्षितको कामना गर्दै 2082 साल जुनै यो साल राम्रो हो। तपाईँहरूको अरूलाई गाली गरेर पर्दैन, देश आफै बस्दैन, घरमा भिडियो बसेर समाजलाई हेरिराख्नु पर्दैन। गाली गरेर पनि बन्दैन, रमिस हेरेर पनि बन्दैन। देश बन्छ जस्तै पसिनाको गाएर बन्छ। अरू पनि आफै जोड्नु पर्छ। तिमीले गरिदेऊ भनेर अझै गर्ने रहेछ, आफै गर्नु। यहाँ मैले आउँदाखेरि यहाँ तलतिर अब कस्तो